ओ कहाँ गयो फेरि लुगा खरे बचाउन तिमीहरू यार हात अगाडिबाट हात नभएको चाहिँ हिँड्छ अनि मान्छेहरू भएको बेला चाहिँ डराउँछ क्या अनि शेर्पिनी मैच्याङले एउटा यस्तो उसले पनि एकदम राम्रो चिज रायन वेलकम ब्याक टु माई च्यानल धेरै टाइमपछि म चाहिँ भ्लग गर्दैछु सो आइ एम गोइङ फैल्युङ खासमा चाहिँ अब 4 बजी नै जानु प्लान थियो अब उठ्न सकिएन अनि त्यही भएर ढिलो भयो आई एम गिभिङ यु मोटो भ्लग है अनि आज ट्याटुको भ्लग होइन मोटो भ्लग गरिरहेको छु होइन भक्तपुरतिर लागिरहेको छु भक्तपुर हुँदै यता हुँदै जाने रहेछ खै र हामी चाहिँ 4 जना गइरहेको खासमा होइन मेरो पछाडि मेरो साथी छ अनि 2 जना मेरो भाइ र भान्जाहरू कहाँ गयो उनीहरू उतापट्टिबाट जाने हो र यताबाट होइन त रोकुम Did you guys notice something? केही चेन्ज भएको मेरो चाहिँ बाइक चेन्ज भएको छ यो चाहिँ मेरो जेन्ट्रीको ड्युक 250 अहिलेको रिसेन्ट अपडेट होला ड्युक 200 चाहिँ मैले सेल गरेर पनि त्यसको साटो यो लिइसकेँ होइन अनि देन त्यही हो अब धेरै टाइमपछि भ्लग पनि गरेँ अनि त्यही अब त्यस्तो केही अपडेट दिनु पाएन बाइक साइक चेन्ज गरेको यताउता धेरै भएको होइन बिहान नै हिँड्नु भनेको कस्तो अब हुन्छ नि अब धेरै प्लान गऱ्यो भने पनि नहुने रहेछ क्या अहिले झन् जाडो छ है अब जाडोमा त उठ्नै नसकिने क्या अब म चाहिँ अहिले चाहिँ हामी सागा पुग्यौँ सागा मेरो क्यामेराबाट देख्छ देख्दैन यता सागा भयो मन्दिर शिवलिङ माथिको त्यो भयो भाइरल फुल यसो पेट्रोल लाएँ यता के होइन यता पेट्रोल लाउँदैछु के होइन हौ त फोन पे गरिदिन्छु हामी चाहिँ यता धुलीखेलदेखि बिच जाने बाटोमा गइसकेको छौँ अघि भन्ने बिर्सेछु मसँग चाहिँ हाम्रो प्यारो सदस्य नाला पनि हुनुहुन्छ नाला भाइ मान्छे होइन फेरि बिरालो बिचमा छ ऊ चाहिँ मजाले अब बाइकतिर हिँड्ने बानी छ नि त उसको त अनि त्यो मजाले ट्राभलहरू गर्ने ट्रेकिङहरू मजाले गर्छ अनि बाइकमा पनि मजाले बस्छ है बिचमा बसिरहेछ मेरो साथीले बोकिरहेछ बिचमा बिहानै गएको भए चाहिँ कटेको भएको चाहिँ अलिकति धुलो लामा कपालले चाहिँ अलिकति डिस्टर्ब गर्यो है
मेरो कपाल चाहिँ हल्का लामै छ अनि पछाडि बस्ने मान्छेले तान्दिएको गर्ने क्या तलसम्म पुग्छ नि त बस्दाखेरि सिटसम्म हाम्रो नारालाई चाहिँ होइन बच्चा पानीबाट होला यस्तो लङ टुरहरूतिर यस्तो बाइकतिर होइन जस्तो पनि बस्दिन्छ अनि यस्तो भमिट समिट गर्ने त्यस्तो केही हुँदैन क्या अब अगाडि पनि आएर बस्छ ट्याङ्की पनि अगाडि बस्छ तर म यो मेरो नयाँ बाइक हो नि त अनि कोरिदिन्छ भनेर चाहिँ मैले नराखेको अगाडि नत्र मेरो पुरानो बाइकमा चाहिँ यो अगाडि मजाले बस्थ्यो क्या उसलाई चाहिँ अझै बिचमा भन्दा पनि सिटको बिचमा भन्दा पनि यहाँ बसेर उसलाई उता हेरेर चाहिँ बस्नु मजा लाग्छ त्यस्तै 80% राम्रो छ भने 20% नराम्रो छ भनौँ न पिच अब अफरोड त्यस्तै हुँदैछ कपी लाग्छ यतातिर चाहिँ अलिकति बेबी गाडीहरू ठुलो गाडीहरू त्यस्तै हिँडिरहेको हुन्छ कस्तो राम्रो देखेँ क्या पर हुस्सेहरू बादलहरू राखेर लागेर है सुक्रिबेचसम्म त गइसकेको म सुक्रिबेचसम्म त गइसकेको छु मेरो पहिलाको ब्लगतिर पनि छ होइन त्यहाँसम्म गएको त हुसी लाग्ने अलिकति नदेखिने आँखा चाहिँ त्यो माथि त आँखा कमजोर छन् उसहरू लागेको वेदर चाहिँ जस्ट वाउ अगाडिकोले त होइन हेर्दाखेरि देखिहाल्छ पछाडिको त देख्दैन नि त त्यही भएर मैले चाहिँ यो बाइक लाइट बालिदिएँ इमर्जेन्सी लाइट ग्लोभ छ नि त छ यो ब्यागमा यहाँ बोकेको छु तर अलिकति लुज हुन्छ अनि त्यही भएर नलाएको मैले कुन ठाउँ यो पाँचखाल बजार आइपुग्यौँ हामी जाँदैछौँ अब फेरि थुक्का होइन आऊ नि त्यो न्युटन नभएपछि अलिकति बच्छ क्या न्युटन नभएपछि वानमा लाउँदाखेरि अलिकति आवाज त आइहाल्छ नि म राइडर स्मृति होइन फर्स्ट टाइम रे हजुर इरान लगेको चाहिँ बिर्स्यौ फेरि यहाँ पछाडि बस्ने मान्छेलाई चाहिँ अब कस्तो हुन्छ भने जस्तो नि उसलाई त बाइक चलाउनु आउँछ नि त उसलाई त उसले त राम्रो बाइक चलाउँछ नि त अनि बाइकमा चाहिँ उसले राम्रो चलाउँछ क्या अनि जस्तो भने अब मेरो फाटी बसिरहेको छ अलिकति डर त हुन्छ नि त बाइक चलाउनु आएपछि अनि धेरै सिकाउँछ उसले चाहिँ अनि गाडी आयो यस्तो त्यस्तो भन्दै धेरै नलेज दिन्छ क्या भन्न नि पर्छ भन्न त होइन नि अब अलिकति मलाई चाहिँ रिस चाहिँ उठ्दैन होइन अलिक झन् आइन छ नि झन् त्यो इम्टी हुने ट्र्याकको त्यो हो क्या फर्म हो क्या के हो भन्नु कति चलेको तपाईँ कति चलेको तिमी मैले चलाएको त रेस खेल्नुहुन्थ्यो रियाज त्यस्तो गर्नु हुँदैन त त्यस्तो गर्नु हुँदैन एक दिनको जिन्दगी हो अलिकति केयरफुलै भएर चलाउनुपर्छ म चाहिँ अब यसरी घुम्न आए पनि मेरो बसाल चाहिँ खुल्लै हुन्छ ओपन नै हुन्छ स्टपहरू पनि छ त्यो मसँगै ट्याटु गर्नुहुने चाहिँ मलाई वाट्सएपमा कन्ट्याक्ट गर्दा हुन्छ वाट्सएपमा बुक गर्दा हुन्छ एपोइन्टमेन्ट है मेरो कामहरू हेर्नु चाहनुहुन्छ भने यु क्यान फलो मी इन इन्स्टाग्राम टिकटक अन फेसबुक टु
इन्स्टाग्राममा मेरो पर्सनल चाहिँ इङ बाई स्मृति छ एन्ड स्मृति ट्याटु चाहिँ मेरो स्टुडियो नाम भयो नि त अन्त गर्छु स्टुडियोको पेजको नाम त्यही छ यु क्यान इनबक्स मी है अप्ठ्यारोमा नि सोध्न सक्नुहुन्छ अनि मेरोमा चाहिँ सानो ट्याटु मिनी ट्याटुहरूको लागि चाहिँ पनि बुक गर्नु पर्दैन यतिकै यु क्यान कल मी अनि आउँदा चाहिँ कल गरेर आउँदा हुन्छ अनि अलिकति ठुल्ठुलो ट्याटुलाई अलिकको टाइम लाग्ने ट्याटुहरू चाहिँ बुक गरेर आउँदा चाहिँ सजिलो हुन्छ फर यु अल्सो फर मी अल्सो होस् के हुँदैन अब के भन्दा कस्तो राम्रो खोला सोचेको अलिकति जाडो चाहिँ भएन अब अलिकति स्पिडमा त बोलेको सुनिँदैन होला सायद अनि त्यो भएर म बोल्दिनँ अलिकति स्पिडहरू कम गरेर बोल्छु यो बाइक चाहिँ मैले लाइक तिहारमा किनेको थिएँ तिहारमा लिएको दसैँमा लिन्छु भनेको थिएँ दसैँमा चाहिँ पाएन अनि त्यो भएर तिहारमा लिएँ फेरि मलाई चाहिँ अरू कलरभन्दा ब्ल्याक कलरै मन परेको थियो अनि पर्खेर अब नि तिहारमा लिएको अनि यो चाहिँ अब बाइक चलाएर कम्फर्ट हुने लुगा लाएको छु अनि अर्को चाहिँ अब त्यहाँ यसो भिडियोहरू गर्दाखेरि फोटोहरू खिच्दाखेरि त्यहाँ पुगेर अर्को लुगा पनि पुगेको छु अनि म उतै लुगाहरू चेन्ज गरेर फोटो भिडियोहरू खिच्दा 4 किलो लुगा लाउँछु अनि सुकुटी बिचको यो चाहिँ रेस्टुरेन्ट हो अनि के भन्नु लाग्छ भने होइन सायद अब अहिलेको मौसममा भन्दा पनि अलिकति घाँस पलाउने मौसम हुन्छ नि हरियाली मौसममा चाहिँ अब जानुपर्ने होला जानुपर्ने हो अब हामी चाहिँ यो सिजनमा जाँदैछौँ यस्तो बेला त्यसो सबै धुलो धुलो भएछ हामी खाना खाएर चाहिँ फेरि जान्छौँ खाना खानलाई रोकेको छौँ कालो 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 र यो बाटो है खाना बनाइसकेको छ अब हामी खाना खान्छौँ म चाहिँ भेज हो उता चाहिँ मासुहरू को राम्रो भ्यू देखाएर छ म उतै गएर देखाउँछु यस्तो राम्रो देखेछ है यहाँबाट यस्तो दामी देखेछ हामी चाहिँ खाना खाएर पनि यहाँबाट चाहिँ हिँड्यौँ यस्तो धुलो रहेछ नि त हौ यहाँ त कालिम्पोङको जाने रोडलाई छोडेर यता मुनि झरेको छौँ त्यहीँनिर बोटनान सैलुङ जाने भनेर लेखिरहेको हुन्छ कस्तो हामी कहाँसम्म जान्छौ पनि अब बाइक त्यसपछि त अनि हिँड्दै जाने हो माथि त यहाँ आइपुग्यो अब यहाँबाट चाहिँ हामी माथि हिँडेर जाने होला भान्सालाई पर्खिरहेको छौँ मेरो चाहिँ आउँदा आउँदा गोब्रोको ब्याट्री पनि सक्यो हाम्रो यात्रा सुरु भएको छ सैलुङको बाइक चाहिँ हामीले यता तल राखेको छौँ तल अनि नानालाई चाहिँ उसले बोकिरहेछ
नाला त्यही पछि गर है म बोक्नु सक्दिनँ गरौँ नगरौँ छ नि त ठुलो अनि मोटो छ नि बोक्नु पनि त्यही भएर त बोक्नु लाग्यो नाला नाला यता हेर कस्तो भयो कस्तो भयो एकदम राम्रो अनि रमाइलो समातेर नाला समातेर बसेको हेर न ऊ फेरि मान्छेहरू नभएको चाहिँ हिँड्छ अनि मान्छेहरू भएको बेला चाहिँ डराउँछ क्या अनि यसरी बोक्नुपर्छ सबै मान्छेसँग ट्रस्ट गर्दैन नभए चिनिरहेको देखिरहेको मान्छेसँग त मान्छ Alma Saila माथि डाँडो जानुपर्ने हो आज चाहिँ हामी बस्छौँ कहाँ धुन मिल्छ स्मृति त्यो लुगा यो माइजूहरू भएको पानी पनि दिनुपर्ने खानु त हुँदैन फोहोर अहिले म गोजीमा हालेर जान्छु यो पानी हाल्नु त आरुस भान्जा पानी लिनु भान्जा पानी लिनु पानी पनि काटेको छ नि पानी पनि भयो त्यहाँनिर दिएको थिएँ के अरे झन् रेड बुल हाल्दैनु रेड बुल झिर्नु त अलिकति यहीँमा छ अलिकता छैन यहीँ छ यहीँ पसल यहीँ छ यस्तो महँगी जवान यस्तो छ हेर ल स्ट्रिमले हात धोइदिने नि अनि यस्तो सानोतिनो मान्छेसँग हिँडे त हामी अनि बा देख्यो ओ हात पनि टिस्यु सिस्यु केही छैन डाइरेक्ट पुस्दिने हो ल हाम्रो यहाँ गाइजहरू चाहिँ फेरि यस्तो छ लफङ्गा गाइज ओ कहाँ गयो फेरि लुगा फेरि खाजा खाइरहेछ उसको खाजा यो पानी पनि खाऊ यहाँ पनि झऱ्यो मैले चाहिँ गर्मी भएर एकदम गर्मी भएर टी सर्ट चेन्ज गरेको छु गर्मी यस्तो काम आयो तू है मेरा दिल का अजूबा यस्तो झमेला यो निकालेर हुन्छ नि फोटो टाइम चाहिँ लगाउँछ होइन पानी खाउँदै पानी पानी रेड बुल देऊ त भान्जाबाट फोटो राम्रो आएन यो टी सर्ट लाएर शीतल भयो नत्र त म गर्मीले छन् अब यहाँदेखि झन् अब 1 घन्टा 1.5 घन्टा हिँड्नुपर्छ ओ चिप्स खाऊ न चिप्स खाऊ चस यहाँ खोल्नु पर्छ हिजो छ्या तेरो उयो सुरल को नालाले नाला चाहिँ कुन त ठुक्क ल यस्तो यस्तो गरेको
ल भान ल तिमी गर उल्टी हान्छ उल्टी हान्यो भने फेरि जान्छ हुँदैन ठिक हो ल ल दिल्ली दाइ रुक्नै रुक्नु न मसलो पकाइदिनु है पार्दैन कसम हान्दिनु फेरि मुन्ठो भाँचिन्छ नि फेरि ल ल ल जाऊ तिमी जाऊ अब आफ्नो स्किल ला ला ल तिम्रो स्किल देखाएर जाऊ मेरो पनि त्यही त हो नि स्किल दिल्ली हाने जस्तै हो म पनि देखाइदिन्थेँ आमा मोबाइल पक्रिँदैछु म पक्रिदिन्छु त्यसो के गरेको ला सिक्सै पनि छ नि फेरि त्यसो त सिक्स प्याक छैन मैले प्याक दिन्छु अहिले बचाउ न तिमीहरू यार हात अगाडिबाट हात ओके बचाउ ओइ षड्यन्त्र हुँदैछ तान्दैछ भूतले मलाई तान किन हो भूतले तान्दैछ के लाग्यौँ फेरि हामी उसलाई उसलाई थाहै हुँदैन उसलाई थाहा हुन्छ उसैको लागि उसलाई सोध्नु उसको नाला देखिन थालिसक्यो डाँडाहरू भ्यूहरू बेच्छु यता र यसो यसो गर्न थाल न फाइनली गाइस हामी चाहिँ हाम्रो डेस्टिनेसनमा आइपुगेको छौँ सैलुङ अलिक हेमाथि जाउँ तपाईँको दाल गर्नु त नि त यस्तो राम्रो सिन छ गाइस यस्तो राम्रो छ है तर यो के भन्छ अहिले घाँस नपलाउने सिजनमा पनि अहिले पनि राम्रो कस्तो राम्रो देखिँदो रहेछ है यो हरियो भात कस्तो खरा देखिन्छ त्यही त पानी पर्ने सिजन आउनु फुल हुनुलाई पुगिसक्यो होइन बनाउने माथि तयार छु भन्छ के भन्छ त्यस्तो गरेर यहाँ शेर्पिनी मैच्याङले एउटा यस्तो ठाउँ चिसो ठाउँ वेदरमा अनि उसले पनि एकदम राम्रो चिज हात पुरै रातो हुँलाई छु अब कुदेर भन्दा सिंहडीको मात्रै तातो सैलुङ एकदम सैलुङै रहेछ
राम्रो रहेछ फोन पनि अफ भयो मैले चाहिँ अलि भान्साकोबाट गरिरहेको ब्लग अब मेरो यो लास्ट हो अब चाहिँ फर्किनु पर्ने हुन्छ ल यस्तो राम्रो ठाउँमा चाहिँ आउनै पर्छ ओ शिट बिचार जानु है त्यहाँ यस्तो सिरिसिर हुँदो रहेछ यार तान्छ स्मृति हो हावाएर हावा नै रहेछ के चाहन्छौ अत सिरिसिर हुन्छ अन्त ताना भनेर रसमा तान्छ नि त्यस्तो तान्दा रह कि यस्तो भयो यस्तो ब्याउनी रहेछ कसरी स्याहार्छ यत्रो पेट